हेर्नुस् अनि यो हेर्नु अनि यो हेर्नु र यो हेर्नु, कसैको पिम्पल टन्नै छ, कसैको नाकैभरि छ, कसैको गालामा मात्रै छ। तर यस्तो किन हुन्छ होला? हर्मोन्सको खेल हो या चाहिँ आफूले खाना खाने 10 थरीको स्न्याक्सको असर हो? तपाईँले चाउचाउ खाएर भइरहेको छ कि हर्मोन इम्ब्यालेन्स भएर भइरहेको छ, यो भिडियोले भनिदिन सक्छ। एक्ने आउँछ भने गाह्रो छैन, तर किन आउँछ थाहा पाउन भने गाह्रो छ। त्यो चाहिँ हो मेन गाह्रो कुरा। मेकअपले त लुकाइएला, तर दोषले चाहिँ यसलाई बढाउँछ। लेट्स डिकोड यौवन पीडिका एके यो जवानीको दाग। आयुर्वेद भन्छ पिम्पल भनेको तपाईँको शरीरको तातो र टक्सिन्सहरू निस्किने एउटा बाटो। डिप फ्राइड फुड, चाउचाउ, चिप्सले गर्दा कफ र पित्त बढ्छ, रगत पनि बिग्रिन्छ अनि निस्किने भनेका छालाबाट बम्प्स। राति सुत्न पाएको छैन, यसले बायोलोजिकल क्लक बिग्रिन्छ, स्ट्रेस हर्मोन्स बढ्छ, टक्सिन्सहरू बढ्दै जान्छ र बुम पिम्पल्स। टु मच कस्मेटिक्स, यसले डिरेक्टली शरीर छालामा असर गर्छ र क्लग गर्छ, त्यसले गर्दा सिधै पिम्पल। स्ट्रेस एन्ड एङ्जाइटी, शरीरको अग्निलाई डगमगाउँछ, दागलाई बढाउँछ। हर्मोन्सहरूको झै झगडा ड्युरिङ किशोर अवस्था। हजुर, यो प्रकृति हो, तर चुप लागेर बस्नु भने हुँदैन। बारम्बार नन भेज खाइरहेछ, पित्त दोषको प्रकोप हुन्छ, स्काई रकेट हुन्छ अनि आउँदैन त छालामा पनि केही लक्षण। मोडर्न साइन्सले के भन्छ त? एक्ने हुन्छ जब हेयर फोलिकल्सहरूमा तेल वा डेड स्किन्सले ब्लक हुन्छ। हर्मोन्स, ब्याक्टेरिया, प्रेग्नेन्सी मेडिसिन सबले चाहिँ ट्रिगर गर्छ। पञ्चकर्मले अब के रोल खेल्छ त यसमा? एक्सट्रिम केस भयो भने चाहिँ हामीले बमन कर्म गराउँछौँ, बान्ता गर्ने थेरापी गराउँछौँ भने विरेचन अर्को कर्म गर्न मिल्छ, पर्गेसन डाइरिया गराएर गराउने। सो त डक्टरको निगरानीमा मात्र गर्नुपर्ने उपचार पद्धति हो नि दुईटा भनेको। अब खानेकुरा र बानीमा के चेन्ज गर्ने त? यसरी एक्नेजहरू छन् भने चाहिँ मनतातो पानी, सजिलो पच्ने खालको खानेकुराहरू, काँक्रो, गाजर, मुलाहरू इन्कर्पोरेट गर्ने, खानेकुरामा 7 घण्टाभन्दा बढी सुत्ने प्रयास गर्ने, प्राणायामको प्र्याक्टिस गर्ने, थोरै भए पनि घाममा बस्ने प्रयास गर्ने। गर्न नहुने भनेको असाध्यै धेरै मसला, पिरो खानेकुराहरू नखाने, अनावश्यक घाममा ननिस्किने, बारम्बार त्यसलाई छोइ नराख्ने, मेकअप लगाएर नसुत्ने, यस्ता काम गर्ने। रगत बिग्रिएको हो कि हर्मोन्स भनेर पत्ता लगाउन चाहिँ पिम्पल्स स्पाइसी खानेकुरा खाँदाखेरि आउँछ भने चाहिँ यसले रगत बिग्रिएको हो भन्ने जनाउन सक्छ। पिरियड्सको बेलामा आउँछ जान्छ भन्ने छ भने यो हर्मोनल इम्ब्यालेन्सको कारणले आएको हो भनेर बुझ्न सकिन्छ। पिम्पल्सलाई सिस्टमेटिक वेमा लिने हो भने चाहिँ यसको उपचार गर्न सकिन्छ। फेस वासले मात्र यो जाँदैन, यो ज्ञानले क्लियर हुन्छ। तपाईँको ट्रिगर्स कुन हो, हर्मोन कि हट चिप्स? मलाई कमेन्ट गरेर बताउनुहोस्। कि छालाका समस्या धेरै जस्तो पेटसँग रिलेटेड हुन्छ। तपाईँलाई पनि एक्ने छ, कस्तो प्रकारको छ मलाई कमेन्टमा लेखेर बताउनु होला, अथवा डिएम पनि गर्न सक्नुहुनेछ।